हेलो एभ्रिवान, आज फेरि पनि अर्को नयाँ भिडियो लिएर हजुरहरूको माझ उपस्थित भएको छु र आजको यो भिडियो चाहिँ च्यानलको पाँचौं भिडियो म्याथ विषय संगठित संस्थाको म्याथ विषयबाट नै सुरु गरेको कारणले गर्दा आजको चाहिँ पाँचौं टपिक यानि कि कमिसन र करबाट चाहिँ मोडेल क्वेसनहरु सोलुसन गर्न गइरहेको छु, बुझाउन गइरहेको छु र यो मोडेल क्वेसनमा हजुरले चाहे जति क्वेसन हुन पनि सक्छन् अथवा बढी हुन पनि सक्छन्, कम हुन पनि सक्छन्। तर मलाई लाग्छ किनभने थुप्रै क्वेसनहरु हुन्छन्, कम नै छ। अब त्यो सबै क्वेसनहरु सोलुसनको भिडियो चाहिन्छ। सबै भन्नाले अब मेन क्वेसनहरु एक्जाममा सोधेका क्वेसन त यहाँ ल्याइसकेको छु। यसभन्दा बाँकी अझै पनि केही छन्। त्यसको लागि हजुरले कमेन्ट पनि गर्नुपर्ने हुन्छ। अहिले चाहिँ यो कमिसन एन्ड करबाट चाहिँ मैले सोलुसन गर्न गएँ है त। ल अब हेरौं, क्वेसन यहाँबाट सुरु हुन्छ। कुनै व्यापारीले 12,000 मा कुनै व्यापारीले सामान चाहिँ 12,000 मा बेच्दा 8% कमिसन पायो भने कमिसन रकम कति होला? अब यो त सबैको लागि एकदमै इजी क्वेसन, किनभने मोडेल 1 भनेको त जहाँ पनि इजी हुन्छ। तर हजुरले लाग्न सक्छ यति सजिलो क्वेसन त नहोला, तर यस्तै क्वेसन पनि आउन सक्ने सम्भावना भएको कारणले गर्दा सुरुमा मैले सुरु गर्नको लागि थालिहालेँ। अब एउटा कुरा के बुझ्नु पर्यो भने मैले एउटा फर्मुला लेखाइदिन्छु, कमिसन निकाल्ने फर्मुला है त। कमिसन निकाल्ने फर्मुला के हो भने बिक्री रकम इन्टु कमिसनको दर, कमिसन दर भनेर सम्झिनु पर्यो। यो चाहिँ हाम्रो एउटा फर्मुला भयो। अब बिक्री रकम भनेको 12,000 छ को 8% भनेको 8/100 भनेको यहाँ काट्ने कुरा हुन्छ, क्याल्कुलेटर युज गर्न पाइदैन। 12 8 भनेको अब यहाँ कति हुन्छ? 12 5 60, 12 6 72, 12 8 96 हुन्छ। 72 84 96, 96 भनेको 960 एन्सर चाहिँ हाम्रो कमिसन आयो। अब यहाँ एउटा कुरा बुझ्नु पर्यो। सुरुमा थोरै बुझौं, त्यसपछि हामी क्लियर हुन्छौं। अब हामीलाई कमिसनको दर सोधेको छ भने अथवा कमिसन रकम त निकालिहालियो। अब हामीलाई यसको ठाउँमा बिक्री रकम निकाल्न भनेको छ भने के गर्ने त? बिक्री रकम निकाल्न भनेको छ भने सेम प्रोसेस। अब यसलाई यक्ष मान्ने के बिक्री रकमलाई यक्ष मान्ने, यसरी चाहिँ हामीले गर्नु पर्यो। अनि कुनै अवस्थामा हामीलाई एउटा फर्मुला अर्को पनि मैले लेखाइहाल्छु। अब कमिसनको दर निकाल्न भनौं। कमिसनको दर निकाल्नु छ भने कमिसन रकम डिभाइडेड बाइ बिक्री मूल्य एसपी इन्टु 100% गरेर कमिसनको दर निकाल्नु होला। अनि कमिसन पछिको मूल्य भनेर सोध्यो भने सुरुको मूल्य यति छ, यसबाट कमिसन घटाइसकेपछि कमिसन पछिको मूल्य आउँछ। पछि सुरु कमिसन पछिको मूल्य, यसरी सम्झिनु होला। यति बुझे हुन्छ कमिसनबाट। र कर पनि त्यही हो, जस्तो सुरुको मूल्यमा कर घटाइसकेपछि के आउँछ? कर पछिको मूल्य आउँछ। अथवा कुनै अवस्थामा चाहिँ कर योग्य रकम छुट्टै दिएको हुन्छ, कर योग्य रकमबाट कर घटाएर कर पछिको रकम आउने हो। अनि यो कर निकाल्ने पनि यस्तै हो, मूल्य तल, अब त्यहाँ दिएको मूल्य तल हुन्छ, माथि कर इन्टु 100 गर्दा कर पर्सेन्ट पनि आउँछ भने करको रकम निकाल्ने तरिका पनि त्यही हो, सुरुको रकम इन्टु करको दर गरेर कर र कमिसन सेम हो। जस्तो हामीले कमिसनको धेरै क्वेसन सोलुसन गर्छौं भने सेम त्यस्तै क्वेसन करका हुन्छन्। हजुरले त्यो सजिलैसँग गर्न सक्नुहुन्छ। त्यसैले हामीले कन्सेप्ट बुझेर अगाडि लाग्छौं। अर्को क्वेसन हेरौं है त। कुनै एजेन्टले 5% कमिसन पाउँछ यदि उसले 95,000 प्राप्त गर्यो भने सामानको वास्तविक मूल्य कति होला भनेको छ। अब यहाँ बुझ्नु पर्यो, कमिसनको दर, कमिसन दर चाहिँ हामीलाई कति दियो? कमिसन दर चाहिँ हामीलाई कति दियो? 5% दियो। अनि उसले चाहिँ 95,000 प्राप्त गर्यो भन्नुको अर्थ कमिसन पछाडि चाहिँ 95,000 पायो के। कमिसन पछि चाहिँ 95,000 पायो भनेको कमिसन काटेर 95,000 प्राप्त गर्यो भने सामानको वास्तविक मूल्य भनेको सुरुको मूल्य चाहिँ कति हो त भनेको कमिसन पछिको दियो। कमिसन पछिकोमा कमिसन जोडिसकेपछि सुरुको मूल्य आउँछ, वास्तविक मूल्य। तर यहाँ एउटा ट्रिक के पनि लाउन सकिन्छ भने 5% कमिसनको दर हो। अब भने 95,000 चाहिँ कति हो त? कमिसन पछाडि पाएको हो नि त। भनेको यसमा
कमिसन काटेर आएको छ। कमिसन यसमा काटेर आएको छ भनेको 5%, 100% मा 5% कमिसन गइसकेको छ भने बाँकी कति रह्यो? 95% भनेकै 95,000 हो के। कमिसन पछाडि कति हुन्छ? टोटल पर्सेन्ट 100%, जहाँ 5% कमिसन काटियो। अब बाँकी कति रह्यो? 95%। 95% भनेको कमिसन पछिको, अनि यो पनि कमिसन पछिको भनेको 95। अब हामीलाई 1% भनेको कति? 95,000 डिभाइडेड बाई 95। अब हामीलाई सोधेको छ सुरुको मूल्य। सुरुको मूल्य भनेको त 100% हो। 100% भनेको 95,000 डिभाइडेड बाई 95 इन्टु 100% भनेको अब यहाँबाट आउँछ 95 कट्छ, माथि 1 रहन्छ भनेको 1000 इन्टु 100 भनेको कति आयो? यहाँ अलिकति देखिएन। 1000 इन्टु 100 भनेको 1 लाख आयो भनेको। यो त एकदमै सिम्पल क्वेसन नै भयो। 1 लाख एन्सर आयो। अब हामीलाई सोधेको के रहेछ भने कमिसन पछिको मूल्य दिएको रहेछ, कमिसनको दर दिएको रहेछ, अनि हामीलाई सोधेको रहेछ कमिसन अघि भनेको कमिसन दिनुभन्दा पहिलाको। अब करको केस पनि यहाँ करको दर राख्ने हो, अरु सेम कुरा हो, यसमा समस्या हुँदैन। कर र कमिसन एउटै हो लगभग भनिसकेपछि 95%। अब धेरैले के पनि गर्न सकिन्छ भने 95% चाहिँ हामीलाई चाहिँ के भनेको छ? यक्सको 5% भनेको के हो भने यक्सको 5% भनेको कमिसन हो, प्लस 95,000 गरेर पनि हामीले निकाल्न सकिन्छ। तर त्यो गर्नभन्दा यो नै सजिलो भयो। 5% कमिसन हो भने बाँकी 95% भनेको कमिसन पछिको। यसरी 100 निकालियो। अब अर्को क्वेसन हेरौँ। यो क्वेसनले चाहिँ के भनेको छ यहाँ अलिकति ख्याल गरौँ त। एउटा कर्मचारीले 25% चाहिँ बोनस र 20% चाहिँ कर लगाइसकेपछि उसले तलब पाउने रहेछ के। उसले चाहिँ तलब पाउँदा 25% बोनस पाउने रहेछ, अनि 20%। एउटा के ख्याल गर्नु पर्यो भने बोनस चाहिँ तलबमा जोडिन्छ, तर कर चाहिँ अरूलाई दिने भएको कारणले गर्दा कर चाहिँ घट्छ भनिसकेपछि लगाई तलब दिन्छ। अन्त्यमा चाहिँ उसले 20,000 प्राप्त गर्छ भने उसको सुरुको तलब चाहिँ कति होला? अन्तिममा उसले 20,000 प्राप्त गर्छ, सुरुमा तलब चाहिँ उसको कति हो? यो ख्याल गर्नु पर्यो। अब उसको तलब मानौ सुरुको तलब है त। सुरुको तलब भनेर मानौ। तलब सुरुको तलब चाहिँ हामीले के मान्न सकिन्छ भने यक्स मान्न सकिन्छ के। यक्स मान्दा सजिलो हुन्छ। सुरुको तलब चाहिँ के हुन्छ? यक्स मान्दा सजिलो हुन्छ। अब यक्स मानिसकेपछि यक्सको 25% चाहिँ जोडिन्छ, त्यसपछि चाहिँ 20% घट्छ। यो ख्याल गर्नु पर्यो। सुरुमा क्वेसन बुझ्नु पर्यो। सुरुमा तलब छ, तलबको 25% बोनस आउँछ र बोनस सहितको स्यालेरीबाट मात्र कर काट्ने हो। फेरि जस्तो मानिलियो 20,000 उसको तलब छ, बोनस 2,000 आएर 22,000 हुन्छ भने 22,000 को 20% कर काट्ने हो, यानि कि 20,000 को 20% काट्ने होइन। यो ख्याल गर्नु पर्यो। ल भनेको अब यहाँ के गर्नु पर्यो भने यक्स उसको स्यालेरी हो, यक्स प्लस यक्सको 25% उसले बोनस पाउँछ, बोनस भनेको जोडिन्छ, यक्स प्लस यक्सको 25% भनेको उसको चाहिँ स्यालेरी बोनस सहित। अब यसमा फेरि घट्छ। के घट्छ भने यसमा घट्ने भनेको 20% चाहिँ कर घट्छ। के को 20%? यक्सको 20% हो, होइन सुरुको तलबको 20% होइन, यो सम्पूर्णको 20% हो। यो सम्पूर्ण भनेको कति आउँछ? यहाँ हामीले सोलुसन यत्नै गरौँ। 100 25 एकानी 25 चौको 100 क्लियर छ। यहाँ काटियो भनेको 4 इन्टु यक्स, यो त क्रस मल्टिप्लाई हुन्छ नि त, यो लस लिँदा 4 इन्टु यक्स भनेको 4 यक्स प्लस अब यहाँ 1 इन्टु यक्स भनेको यक्स मात्र छ, डिभाइडेड बाई 4 छ भनेको यहाँ कति आयो भने 4x प्लस यक्स भनेको 5x, 5x बाई 4 आयो। अब 5x बाई 4 को चाहिँ 20% हो कि क्वेसनले भन्न खोजेको यो हो। 5x बाई 4 को चाहिँ 20% हो, यक्स को 20% होइन, यक्स प्लस 25% को चाहिँ 20% हो भनेर बुझियो। ल यत्नसम्म त क्लियर भयो भने अब यो क्यार्ने हो त। जस्तो 5x बाई 4 को 20% चाहिँ 5x बाई 4 मा घटाउनु पर्यो। यो मैले चाहिँ यहाँ सोलुसन गरेर निकाल्ने यति। अब यसलाई चाहिँ हामीले यसरी अर्को ठाउँमा लेखौँ है त। अब हाम्रो चाहिँ 5x बाई 4 भनेको बोनस सहितको तलब हो। यसमा के गर्नु पर्यो? 5x बाई
4 इन्टु 20/100 भनेको यहाँ निकालियो, यो चाहिँ घटाउनु पर्यो किनभने बोनस सहितको स्यालेरीमा हाम्रो चाहिँ कर त्यसको चाहिँ 20% कर चाहिँ घटाइएको हो भनेर बुझ्नु पर्यो। र अब त्यो घटाउँदा के आउँछ भने उसको चाहिँ 20,000 अन्तिमको स्यालेरी आउँछ। किनभने यहाँ बुझौँ त, जस्तो 20 सुरुको तलब यक्स छ, यक्समा 25% जोडेर 20% घटाइयो भने उसको तलब आउँछ, अन्तिममा रहेको बचेको यही हो। भनेको सुरुमा के गरियो भने सुरुमा यक्स प्लस यक्सको 25% गरेर बोनस स्यालेरी 5x/4 निकालियो। 5x/4 मा 20% घटाइसकेपछि कर घटाइसकेपछि अन्तिममा रहने भनेको अन्तिमको स्यालेरी यानि कि 20,000 अन्तिमको दिएको छ हामीलाई, यक्स निकाल्ने। अब अन्तिमको स्यालेरी 20,000। अब यसलाई काटौँ, 20 ले 20 एकानी 20, 20 पञ्चे 100 क्लियर छ भने 5x/4 माइनस 5x/4 इन्टु 5, 4 पञ्चे 20 बराबर 20,000। ल अब यसलाई सल्भ गरौँ। अब जस्तो तल चाहिँ एलसिएम लिन सकिन्छ, 20 लिन सकिन्छ भने अब 4 चाहिँ कतिले मल्टिप्लाई गर्दा 20 हुन्छ भने 5x इन्टु 4 इन्टु 5 गर्दा 20 हुने हो, त्यसैले यहाँ 5 आउँछ। 5 चौको 20 भने यो 5 होइन फेरि, अनि यता त 20 नै छ, त्यसैले के गर्न पर्ने, जस्तो इन्टु 1 हो, 1 गर्न परेन भनिसकेपछि अब यहाँबाट त यक्स मान सजिलै आयो। 5 पञ्चे 25x माइनस 5x भनेको 20x भयो बराबर 20,000। अनि यो तलको चाहिँ क्रस मल्टिप्लाई माथि जान्छ इन्टु 20। अब यक्स बराबर 20,000 इन्टु 20 डिभाइडेड बाई यो 20 तल जान्छ 20 भनेको 20 घट्यो, बाँकी कति रह्यो, यक्स बराबर 20,000 रह्यो, यक्स बराबर 20,000 रह्यो। अब यहाँ हेर्नुहोस् त, यक्सको सुरुको तलब भनेकै यक्स हो, त्यसैले यक्सको मान हाम्रो कति आयो, 20,000 आयो। ल भनेको एन्सर 20,000 आयो। तर यहाँ बुझ्नु, सुरुको तलब 20,000 रहेछ, अन्तिमको तलब पनि 20,000 रहेछ। अब यहाँ त एउटा कर्मचारीलाई के भयो भने उसलाई झुक्क आए जस्तो भयो। 25% बोनस दिएर धेरै पैसा भयो भनेको त लास्टमा घटेर के आउँछ, कर 20% घटाएर अन्तिममा 20,000 भनेको सुरुको तलब नै अन्तिमको तलब रहेछ। तर यो क्वेसनमा यस्तो भए तापनि यो यक्सको एन्सर चाहिँ अन्य क्वेसन जस्तो 20% को ठाउँमा 15% भएको भए त्यो चेन्ज आउँथ्यो। यो कुरा बुझ्नु पर्यो। अनि अब हामी चाहिँ अर्को क्वेसनमा सल्भ गर्छौँ। यो क्वेसनले के भनेको छ भने एउटा एजेन्टले 8% कमिसन पाउने गरी कुनै सामान बेच्छ भने 2400 कमिसन रकम छ भने सामान कतिमा बेच्यो, अगाडि मैले भनेको जस्तो यहाँ के छ भने कमिसन रकम भनेको एसपी को कमिसनको चाहिँ दर हो, कमिसन पर्सेन्ट हो भनेको कमिसन रकम हामीलाई 2400 दिएको छ। एसपी भनेको यक्स छ मानिलिउँ, कमिसनको दर 8/100 छ भनेको अब यो क्रस मल्टिप्लाई भन्दा 2400 इन्टु 100 हुने भयो। अनि 8x रहन्छ, यो चाहिँ तल डिभाइडमा जान्छ भनेको 8 आउँछ बराबर यक्स आउँछ भनेको 8 एकानी 8, 8 24 300 इन्टु 100 भनेको यक्स हो भनेको 30,000 भनेको यक्सको मान कति आयो भने 30,000 आयो। हाम्रो एन्सर नै यही हो। हामीलाई सोधेको के छ, एसपी यानि कि बिक्री मूल्य सोधेको छ, कमिसन रकम पनि दिएको छ, दर पनि दिएको छ। अगाडि मैले भनेकै कुरा आएको छ, त्यसैले यहाँ धेरै कुराहरू गर्नु परेन। कमिसन रकम बराबर बिक्री मूल्यको कमिसनको दर, यो त ठ्याक्कै यति कुरा बुझिसकेपछि यसको एन्सर पनि सजिलैसँग आउँछ। ल अब चाहिँ अर्को क्वेसन। यो क्वेसनले के भनेको छ यहाँ पनि अलिकति हेरौँ। कुनै वस्तुमा चाहिँ 20% छुट र 10% भ्याट लगाएर बेच्दा 22,000 प्राप्त हुन्छ भने उक्त रकमको बजार मूल्य भनेको के हो, एमपी हो। एमपी निकाल्न भने अब यहाँ एउटा कुरा यत्न लेखौँ त, जस्तो एमपीमा यहाँ छुट र भ्याटको कुरा छ, एमपी छ, एमपीबाट यदि डिस्काउन्ट पर्सेन्टलाई घटाइयो भने एसपी आउँछ। एसपीमा प्लस भ्याट पर्सेन्ट जोडियो भने के आउँछ भने भ्याट सहितको एसपी आउँछ, भ्याट सहितको एसपी आउँछ, भ्याट सहितको एसपी आउँछ। यति कुरा त क्लियर भयो। अनि यो डिस्काउन्ट पर्सेन्ट 20% दिएको छ, भ्याट पर्सेन्ट 10% दिएको छ, अनि अन्तिमको भ्याट सहितको मूल्य कति छ चाहिँ लगाएर बेच्दा यति प्राप्त हुन्छ, 22,000 दिएको छ भने हामीलाई सोधेको छ यो। अब हामी तलको केसबाट गर्दै गर्दै एमपी निकाल्ने हो, यो तरिका बुझौँ। अब यहाँ चाहिँ हामीलाई यो ख्याल गरौँ, यी दुईवटाको के छैन, एसपीमा भ्याट जोडेर यो आएको भनेको भ्याट सहितको मूल्य। भ्याट सहितको मूल्य भनेको के हो त,
एसपी प्लस एसपीको भ्याट पर्सेन्ट हो। एसपीमा भ्याट पर्सेन्ट जोडेको, एसपीमा भ्याट पर्सेन्ट जोडेको भनेको यही अनुसार हेर्ने हो भने यता 22,000 आउँछ। बराबर एसपी भनेको मानिलियो एकैछिनको लागि यक्स छ, यक्स प्लस यक्सको कति छ 10%, 10/100 भने अब यहाँ चाहिँ के हुन्छ भने 22,000 बराबर अब यो चाहिँ 10 एकानी 10 हुन्छ, 10 दशम 100 हुन्छ, 1/10 भयो। अनि यो चाहिँ एलसिएम लिने हो भने 10 यक्स आउँछ, 10 इन्टु यक्स, 10x प्लस यक्स 1 यक्स नै भइहाल्यो डिभाइडेड बाई 10 भयो। अनि अब यो चाहिँ 22,000 इन्टु 10 गुणन हुन जान्छ भने 10x प्लस यक्स भनेको 11 यक्स हुन्छ। अब चाहिँ यक्स बराबर चाहिँ कति आउँछ 22। यो चाहिँ मल्टिप्लाई गर्नुभन्दा यतिकै राख्दा चाहिँ हामीलाई डिभाइड गर्न सजिलो हुन्छ, किनभने हामीसँग क्यालकुलेटर हुँदैन। अब 11 एकानी 11, 11 दुना 22 भनेको अब तल 1 रहन्छ, केही पनि भएन। अब यहाँ कति रह्यो 2 आयो भनेको 2 अनि यो 3 वटा 0, 0 0 0 इन्टु 10 भनेको कति आयो भने 20,000 आयो। ल 20,000 आयो। 20,000 फेरि हाम्रो एन्सर 20,000 होइन, हामीलाई एसपी सोधेको छैन, विक्रय मूल्य सोधेको छैन। हामीलाई कुनै कुनै क्वेसनमा सोध्न सक्छ, तर यहाँ सोधेको छैन। हामीलाई सोधेको हाम्रो बल्ल यो 20,000 आयो। ल 20,000 आयो, तर हामीलाई निकाल्नु पर्ने एमपी हो। अब एमपी निकाल्ने के हो भन्दा एमपी पनि अहिलेको लागि हामीले यक्सै मानौँ। ल अब यो अब्जेक्टिभ क्वेसन हो, त्यसैले यक्स मान्दा हुन्छ। यक्स एमपी भनेको यक्सबाट डिस्काउन्ट घटाइयो भने एसपी आउने, यक्स माइनस यक्सको चाहिँ डिस्काउन्ट पर्सेन्ट भनेको के हो भने एसपी हो। यो कुरा त हामीले प्रॉफिट और लस पढ्दा पढेका छौँ भने अब हामीलाई चाहिँ यहाँ यक्स माइनस यक्सको 20% भनेको कति छ भने 20 नै भयो, 20/100 भयो भने एसपी भनेको हाम्रो भर्खरै कति आयो 20,000 आयो। यहाँसम्म त क्लियर छ। अब यसलाई हेरौँ 20 एकानी 20, 5 100 भन्यो भनेको अब क्रस मल्टिप्लाई गर्दा चाहिँ 5x आयो माइनस यक्स आयो बराबर भनेको अब यता चाहिँ 20,000 आयो। अनि यो डिभाइडमा 5 थियो, मैले सिधै यता इन्टु गरिदिएँ, किनभने हामीलाई धेरै चाहिँ हतार धेरै लामो भिडियो नगराउँ भनेर मैले सिधै अनि धेरै लामो केस नगराउँ भनेर अब 5x मा यक्स घटाउँदा 4x आयो। अनि यता चाहिँ कति आउँछ भने 20,000 अनि इन्टु 5 डिभाइडेड बाई 5 नभएर यो चाहिँ यक्स 4x का ठाउँमा यो 4x त लास्टमा तल आउने हो, त्यसैले मैले सिधै यहाँ 4 लेखेँ। अब यहाँ आउँछ 4 एकानी 4, 5 20 आयो भनेको 5 5 25 0 0 0। अब हाम्रो एन्सर नै 25,000 आयो। हो यो तरिकाबाट चाहिँ हामीले एमपी निकाल्ने हो। र एउटा कुरा यसमा बुझ्नुपर्ने धेरै कुरा छैन, भ्याट चाहिँ जोडिन्छ, डिस्काउन्ट चाहिँ घट्छ, यो सम्झिनु होला। अनि 25,000 यसरी एन्सर आएको छ। यस्तै क्वेसन सोधिरहेको छ, त्यसैले ख्याल गर्नु पर्यो। र बुझ्नु भएन भने हजुरले कमेन्ट गर्न सक्नुहुन्छ, मैले यस्तै मोडेलका थुप्रै क्वेसन ल्याउँछु, सब्स्क्राइब पनि गर्नु होला। र अब जहाँसम्म हाम्रो यो क्वेसन नै अन्तिम हुन सक्छ। रामको मासिक आम्दानी 50,000 छ, मन्थली इन्कम कति छ 50,000 छ। अब यहाँ फेरि एउटा कुरा के छ भने सरकारले चाहिँ 20,000 सम्म 1% लाउने अनि सोभन्दा माथि चाहिँ 5% कर लगाउने भनेको छ। अब यसलाई चाहिँ कसरी गर्नु पर्यो भने 50,000 चाहिँ उसको आम्दानी छ। अब यो 20,000 प्लस 30,000 गर्नु पर्यो, किनभने सुरुको 20,000 सम्म 1% लाग्छ, पछिको चाहिँ त्यसभन्दा माथि जति पनि छ त्यसको लागि 5% लाग्छ। अथवा यहाँ 3 वटा करको दर पनि हुन सक्छ, यही तरिकाबाट लेख्ने भनेको। अब हामीलाई सोधेको छ अन्तिममा कति उसको चाहिँ मासिक आम्दानी हुन्छ भनेको छ। पहिला चाहिँ हामीले 50,000 बाट उसको कर रकमलाई घटाइयो भने बाँकी जति हुन्छ त्यो नै मासिक आम्दानी हो। अब 20,000 को 1% गर्ने हो भने 20,000 इन्टु 1/100 भनेको 200 नै हुन्छ, किनभने 20,000 इन्टु 1/ अब यसैलाई 100 गर्ने हो भने कति आउँछ, 2टा 0 काट्छ, बाँकी 200 भयो प्लस। अनि 5/100 गर्ने हो भने कति आउँछ 30,000 इन्टु 5/100 भनेको यो 2 वटा 0 यसरी कटिहाल्यो। अनि आउँछ 5 इन्टु 3, 5 3 15 0 0 1500 भनेको यहाँ आउँछ 1700। 1700 कर रहेछ, कर चाहिँ ट्याक्स चाहिँ 1700 रहेछ भन्छ। अब 50,000 उसको आम्दानी, 1700 कर हो भने यहाँ हामीलाई कर निकाल्न भनेको छैन कि कर पछिको मासिक आम्दानी सोधेको छ। त्यसैले 50,000 बाट 1700 घटाउँदा चाहिँ 1,000 घटाउँदा 49, 700 घटाउँदा 48,000,
300 चाहिँ हाम्रो एन्सर आयो हो। यो तरिकाबाट हामीले सोलुसन गर्न सक्छौँ। अब हजुरलाई यस्तै प्रकारका क्वेसनहरू मैले थुप्रै तरिकाबाट ल्याउन सक्छु। त्यसको लागि हजुरले सब्स्क्राइब गर्नुपर्ने हुन्छ, कमेन्ट गर्नुपर्ने हुन्छ, अनि भिडियो के कस्तो भइरहेको छ, अझै सुधार्नुपर्ने कुराहरू अथवा केही मोडेलहरू चाहिएका छन् भने कमेन्ट गर्नु होला भन्दै यो भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु। अन्तिममा एउटा लाइक भने गरिहाल्नुहोस् है त। हस् त।